यो चाहिँ मैले रोपेको फुल अहिले फुल्न थाल्यो। कति राम्रो फुलिरहेको छ। यो फुलले चाहिँ एकदमै राम्रो लागेर मैले चाहिँ यो फुल ल्याएर सारेको। धेरै भएको छैन तर फुल्न थालिसक्यो। अनि यो कागती हो। कागती चाहिँ एउटा बोट हो तर कस्तो राम्रो भएको के मलले गर्दाखेरि कति राम्रो भयो यो कागतीको बोट। अनि यो चाहिँ आँपको बोट। यो चाहिँ यस्तो ठुल्ठुलो फल्छ के कत्रो ठुल्ठुलो फल्छ। आँप चाहिँ बिगासे आँप हो यो। अनि यिनीहरू मसिनो मसिनो सबै कागतीहरू। अनि कागती अनि यो चाहिँ नस्पातीको बोट। अनि यो सानो नि कागतीको बोट हो। यिनीहरू नि कागतीको बोट। अनि यो चाहिँ एकदम ठुलो के यो एउटै बोट हो तर यस्तो राम्रो भा। यो चाहिँ घर। अनि आएर यो उतापट्टिको चाहिँ अमिलोको बोट। एउटै बोट हो। यस्तो राम्रो छ कि यो अमिलोको बोट। अमिलोको बोट हो त्यो यो चाहिँ। अनि यता चाहिँ यो माथिपट्टिको नि यो माथिपट्टिको चाहिँ लोकल बेलौतिर अमिलोको बोट हो। कति राम्रो भएको छ। यहाँ चाहिँ मैले पिनालु रोपेको। पिनालु नि उम्रिन थालेछ। कति राम्रोसँग उम्रिसकेछ पिनालु। यो सानो नि अमिलोकै बोट हो। अनि यो चाहिँ नस्पतिको बोट। पिनालु कति राम्रोसँग उम्रिन्छ के राम्रोसँग। यस्तो जङ्गलमा घर छ। साथी चाहिँ यो है पप्पी के देखिसक्यो अब सुँग्दै सुँगिसक्यो। उसले के देखे सुँगिन्छ। यो चाहिँ साथी। अनि यस्तो के अब बारीमा चाहिँ जहिले नि मैले धान लगाउँथ्यो। अनि धान लगाउँथ्यो पहिला चाहिँ मकै नै लगाउँथ्यो। अनि मकै चाहिँ बाँदरले अनि खाने अनि दुःख मात्रै जाने कि मेरो त जहिले वर्षनी बाँदर आउने 2-3 सय आउँछ नि त एकै फेरामा बाँदर नि। अनि आउने अनि खाइदिने। यस्तो जङ्गलमा छ नि त बारी सबै बाँझो बारी हो अरूको हो बाँझो छोडेको। अनि मैले चाहिँ हाम्रो चाहिँ मैले गरिरहन्थ्यो। कोही बेला चाहिँ मकै लाउँथ्यो पहिला पछि चाहिँ धान लगाउँथ्यो। बाँदरले राखेन मकै भनेर धान लगाउँथ्यो। अनि पोहोरसम्म धान लगाउँथ्यो। यसपालिबाट चाहिँ मैले चाहिँ यो सबै बारी 2 रोपन जति बारीमा चाहिँ बेसार अदुवा लगाएको। यसपालि चाहिँ बाँदरले मकै धान नि नराखिदिने अनि आउने खाइदिने। कोही बेला त मकैको त्यो सानो सानो घोगा चेप्छ नि त्यही बेलामा खाएर भ्याइदिने। अनि पोहोर चाहिँ धान लगाएको थियो। धान चाहिँ अलिअलि भयो त्यही पनि धान नि रुएर फालिदिने के बाँदरले। अनि यस्तो जङ्गलमा छ बारी नि। अनि मैले मात्रै अब खेती गरेर त हुँदैन। सबै अब बाँदरको ऊ नै यही हो नि त। सब आउने बस्ने अनि खाइदिने। यसपालिबाट चाहिँ मैले यो मानी बेसार लगाएको छु। यति धेरै 2 रोपनी बारीमा बेसार अदुवा लगाएको छु। बाँदरले राख्दैन नि त। बाँदरले राख्दैन यसलाई त खान्न। अनि अदुवा बेसार भएपछि त त्यसले खान्न बाँदरले। अनि जहिले नि दुःख मात्रै जाने कि मेरो दुःख एकदम मेहनत हुन्छ नि त मकै अब खेती लगाउन। अनि जब थन्क्याउने बेला भयो बाँदरले खाइदिने। यसपालिबाट चाहिँ मैले यस्तो राम्रो गरी अदुवा बेसार अनि पिनालु यस्तो ड्याङ बनाएर ठुल्ठुलो ड्याङ बनाएर अनि यो सबै अदुवा बेसार लगाएको छु मैले चाहिँ। अब चाहिँ बल्ल बाँदरलाई चाहिँ त्यसले अब चाहिँ मकै लाउँथ्यो जहिले खाइदिने अनि दुःख मात्रै के अनि दुःख मात्रै हुने। अनि कति दुःख हुन्छ अब खेतीपाती लगाउन अनि गोड्न अनि खालि दुःख मात्रै हुने। अनि यसपालिबाट चाहिँ मैले यत्रो ठुलो ड्याङ बनाएर अदुवा बेसार पिनालु लगाइदिएको। यसपालिबाट चाहिँ अब चाहिँ त्यसले खान पाउँदैन बाँदरले। बल्ल अदुवा र बेसार त खान पाउँदैन। अनि मेरो जति जग्गामा चाहिँ यसरी
मैले 2 रोपनी जति छ होला जग्गा। अनि त्योमा चाहिँ सबै यसो गरी ड्याङ बनाएर यत्रो ठुल्ठुलो ड्याङ बनाएर अदुवा बेसार लगाइदिएको के। अनि यता माथि चाहिँ सबै अरूको बारी सबै बाँझै छ। यस्तो बाँझोमा नि कहाँबाट बिचमा खेती हुन्छ। अनि बाँदरले केही पनि नराख्ने। अनि घर नि त अलि जङ्गलमा छ के मेरो चाहिँ, जङ्गलमा छ, त्यति धेरै घर छैन, जम्मा 2 घर मात्रै थियो। एक घर त त्यही पनि गइसक्यो, वहाँ तल सरिसक्यो। अनि बाँकी भनेको मेरो घर मात्रै हो। अनि यति यो चाहिँ सबैभन्दा लामो गोरा हो कि यो घरमाथिको यो मानि सबै यस्तो ड्याङ बनाएर, अनि यस्तो ड्याङ बनाएर यसरी यत्रो ठुल्ठुलो ड्याङ छ। अनि ड्याङ बनाएर लगाएको अदुवा बेसार अनि पिनालु सबैमा। अहिले चाहिँ मैले धान मकै चाहिँ लगाएको छैन, एउटा पोली खाने मकै नै लगाएको छैन है। फेरि यहाँ चाहिँ जङ्गलमा घर छ, म चाहिँ अनि एक्लै हिँड्नुपर्छ नि त कोही बेला त। अनि यो पपी चाहिँ साथी, यसले केही देख्यो भने भुक्ने, अब मान्छेहरू आयो भने नि भुकिदिन्छ नि त। अनि साथी चाहिँ पपी हो। हाम्रो चाहिँ यस्तो जङ्गल छ के, यस्तो बिरित जङ्गल छ। अनि कहाँबाट खेती हुने। अनि बाँदरकै बास यही ठाउँमा। बाँदरले त केही पनि राख्दैन। अनि गर्न त गर्छ नि त, दुःख त गरिन्छ, तर दुःख गरेर केही अर्थै छैन। मकै लगायो नि बाँदरले खाइदिने, धान लगायो नि बाँदरले खाइदिने। अहिले त बल्ल पोहोर अलिअलि अदुवा बेसार आफैले लगाएको थियो। अनि त्यसकै बिउ राखेर अहिले चाहिँ 2 रोपनी जति बारीमा चाहिँ आफ्नै घरमै राखेको बिउ उजाएर अनि त्यहाँबाट त फेरि अहिले चाहिँ आफैले उत्पादन गरेको बिउले 2 रोपनी बारीमा चाहिँ यस्तो गरेर लगाएको छु। यो चाहिँ एकदम लामो गरा छ के, ठुलो गरा लामो गरा छ, छेउैसम्म लगाएको छ। यी घर चाहिँ यही हो, यस्तो जङ्गलको बिचमा जम्मा 2टा घर छ। यो ढुङ्गाको छाना देखेको घर चाहिँ उनीहरू चाहिँ सरिसक्यो, तल बसाइ सरिसक्यो। अनि बाँकी भनेको एउटा यही मेरो घर मात्रै हो के, यस्तो जङ्गलमा छ। आज त 8 बज्न लागिसक्यो, यस्तो हुस्सो बसिरह के। यस्तो विधि 8 बजी 8:30 हुन लागिसक्यो, हुस्सो उठे छैन। यस्तो विधि यस्तो छ के। तर यहाँ चाहिँ कागतीहरू, यो केरा, कागती, नास्पाती चाहिँ हुन्छ। कागतीलाई नि त बाँदरले खान्न नि त। अनि जे चिज बाँदरले खान्न त्यही चिज चाहिँ मैले चाहिँ रोप्न थालेको के। अब मकै लाए नि बाँदरले नराख्ने, धान लाए नि नराख्ने, अनि उपाय छैन। अनि बाँझो बारी के राख्ने, आफूलाई मनले मान्दैन। अनि त्यही भएर यति धेरै लगाएको यसपालि बाटो चाहिँ। अदुवा बेसार अनि पिनालो लगाएर नि अझ अलिअलि बाँकी थियो कि। अलिअलि त के, अझै 1 डोकै छ बाँकी, फेरि आज लाउन लाएको। पिनालो चाहिँ यसरी लगाउँछ ड्याङ नबनाइकन, यस्तो गर्ने अनि यस्तरी पिनालो चाहिँ यसरी लगाउँछ, यस्तो गरेर। अनि बाँदरलाई यसपालिबाट त बल्ल त्यसलाई खान पाइँदैन, अदुवा बेसार लगाइदिएको। यसपालिबाट चाहिँ त्यसले बाँदरले चाहिँ यो पिनालु त अझै कोट्याएर फेलिदिन्छ होला, उस्तै पऱ्यो भने यस्तो गरेर लगाउँछ पिनालुहरू चाहिँ। यस्तो गर्यो, यस्तरी यही माटो ल्याएर यता पुर्दो, अनि यस्तरी लगाउने। अनि फेरि यस्तरी यस्तो गर्ने, यस्तो गर्ने, यसरी लगाइदिन्छ। पिनालुको बिउ त कुनाउनै थालेछ कोही त, यस्तो गरेर लाउँछ। अनि फेरि त्यसलाई पुर्ने यसरी। पिनालु चाहिँ अस्ति रोपेको चाहिँ सबै उम्रिसक्यो।
अझै एक डोको बाँकी छ। पिनालुको बच्चा आफैले पोहोर लगाएको थियो अनि यति धेरै अनि बिउ राखेको थियो कि पिनालुको बच्चाको चाहिँ उतादेखि लगाएको त सबै उम्रिसक्यो, त्यति गइसक्यो। अझै यत्रो लाउनु छ, अझै यो माथि लाउनु छ बारीहरूमा। कति धेरै लाउनै बाँकी छ पिनालु त अझै। यो पिनालु नि बाँदर आयो भने त पिनालु त फेरि उकाएर सबै खाइदिन्छ कि बाँदरले। पिनालु चाहिँ